आएर मर्नु आँटेको छु के गर्नु घरबाट दर्शन लागेर निस्के कि हो भाइ र सो हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो र आज वैशाख 1 गते सबैजनालाई ह्याप्पी न्यू इयर भन्दै आजको भिडियो स्टार्ट गर्दैछु म र जो जो नयाँ हुनुहुन्छ उहाँहरूले सब्सक्राइब गरिदिनु होला र पुरानो लाइक एन्ड कमेन्ट गर्दै साथ दिनु होला है त भन्दै म आज भिडियो स्टार्ट गर्दैछु हस् त लेट्स गो अब चाहिँ लाग्यो है ल कहाँ जाने अत्तो पत्तो छैन है कसैलाई थाहै छैन म घरबाट निस्केको पनि अब हिँडिँदैछ कहाँसम्म जाने हो कहाँ जाने थाहै छैन बजार कता लाग्छ मेला कता लाग्छ थाहै छैन गाउँमा भएको भएदेखि चाहिँ नि कुरेती बेला 3 जुरेतिर पुगेर इन्जोय गर्ने हुन्छ होला केटाहरूसँग छैन क्या अहिले अब यता नयाँ हो कहाँ बजार लाग्छ के लाग्छ थाहै हुँदैन डुल्दै बस्नु पऱ्यो नि डुल्दै बस्नु पऱ्यो है यहीँ छ एउटा सारा साथी भनेको यही छ कुद्यो कुद्यो जहाँ जानु मन लाग्यो त्यही पुगिदिन्छ यस्तो गरेर टिटिट खतरा टिटिट गर्छ नि यसले पनि ल रनमती यतातिर छिर्दै म अब जहाँ जेसकै होस् छिरेपछि छिर्यो जहाँ पाएँ त्यहीँ हिँडिदिने हो के चाहिँ गर्दा नि मजै छैन है के हेर्नु अब यतातिर हेर्नु नि यस्तो वारिपारि देखिन्छ डाँडाकुडी केही छैन यसरी साइकल कुदायो कुद्यो हिँड्यो साइकल त म त फेरि फेरि एक हातले भयो नि गुटुटु कुदाउँछु कि कुदाउनु चाहिँ ओ नयाँ धनै लडे यही हो अब मेरो पछाडिको ब्रेकै लाग्दैन हो रनमा त्यस्तो ओह्रालो ल ब्रेकै लाग्दैन हो यता लाग्दिउँ सिधै लाग्दिउँ यार आइया ओहो यो फुटबल ग्राउन्डमा चाहिँ पहिला केटाहरूसँग खुब खेलिन्थ्यो र अहिले त भैँसीहरू खेल्दा रहेछ दामीसँग ग्राउन्ड चाहिँ हाम्रोतिर नि यत्तिको चाहिँ भयो त दामी हुन्थ्यो यार तर वरिपरि जङ्गल छ ऊ यहाँ साइडमा घर अनि यहाँ फिल्डको बिचमा के कस्तो खतरा चाहिँ गेमहरू भइरहेको छ आमामा यहाँ हेरौँ त ल कम्ती लामो पुलमा आइपुगेँ त म बाफ्रे अहिले चाहिँ पसिना भइरहेको छु यार म गर्मी लास्टै छ साइकल पेल्नै सकिँदैन उफ यत्रो लामो छ पहिले नि मैले यो पुल सायद देखाएको थियो होला खोलाको नाम चाहिँ थाहा छैन हो खोलाको नाम सोधौँ न दिदीलाई बजु यो खोलाको नाम के हो डाँस खोला हो ए जो डाँस खोलाको पुल चाहिँ यो खतरा रहेछ है ल यहाँ चाहिँ यस्तो खतरा खेती हुँदो रहेछ है गाई ड्रागन फ्रुटको हेरौँ त सानो ल तल समय छैन यार ल गाई थोक्लेनले बाटो भुलेको अवस्था यहाँ पारेको यहाँ बजार रहेछ त्यहाँ सोध्ने हो कहाँ हो यार गाई 3-4 राउन्ड हानिसक्यो कहाँ पुग्छु कहिले म खेतबारीतिर कहिले कहाँ कहिले जङ्गलघारी बाटै भुल्यो यार यहाँबाट माथि चाहिँ रहेछ नि त नाममा लाउने अघि बिर्सेर यार बाटो टेरेका डर्नै हो र यो एउटै बाटो घुमेर यार सक परेर ला भनेर क्या मुटु ढुकढुक भइरहेको थियो यार धन्न यहाँनिर बजार रहेछ सानो यो बाटो कहाँ जान्छ हरकपुर यो बाटो डाँस खोला पुग्छ त्यो पुल यहाँबाट कसो सिधै ठाडो सिधै यो बाटो हो ए हो र ल धन्यवाद उकालो हिँड्ने यार आउँदैन त यार कत्रो चरा यार वाट अ स्विट ठाउँ यस्तो जङ्गलै जङ्गल हौ एक्लै कुद्नु परिरहेछ सो आजलाई चाहिँ भिडियो चाहिँ यति नै किनभने आज जानुपर्ने ठाउँको नाम पनि थाहा भएन र बाटो नि बिर्सेको एक ठाउँ त जानेको पर्ने त्यो ठाउँको नाम पनि बिर्स्यो के हो त्यो भएर
पनि भएन। अनि अर्को प्रब्लम चाहिँ के हो भने मेरो साइकल पनि ढक मान्छे पनि ढक भयो क्या, साइकलै बिग्रिगयो यार। यहाँ हेरौँ न ढक भएर यस्तो खाइदिरहेछ नि चक्का यी, क्या खाइदिरहेछ यो कालो कालो भएको चाहिँ चक्का पुलेर हो। म त वास्तै गरेको थिइनँ कि पनि ढक भयो। अब यो ढकलाई चाहिँ कसरी मिलाउने भन्ने कि यताबाट ड्याङ दिनुपर्छ क्या, यस्तो गरेर ड्याङ ड्याङ। त्यो म जानु खोजेको तालहरू थियो, माछा हन्टिङ हान्ने ठाउँहरू थियो। अनि यसो साथीहरूलाई के रमाइलो ठाउँ देख्नु नि पाउने भनेर लाग्दिनु खोजेको, जानै पाइएन। ठिकै छ, नेक्स्ट टाइम अब देखाउने छु तपाईँहरूलाई भन्दै आज बिदा लिन्छु। बाई बाई।